नमस्ते सबैजनालाई। गुम्बा जाने बाटो मने भन्छ, मने भनेर राख्नुहुन्छ। गुच्चा खेलेको याद छ होला नि, समिलाको जोगीहरूको नाम है। नमस्ते सबैजनालाई, वेलकम टु माई ब्लग। के अरे आज चाहिँ म यहाँ गुम्फामा आएको छु, प्यालजुङ गाउँको। केही तपाईँहरूलाई यो गुम्फाको बारेमा हाम्रो अलिअलि निर्माण भइरहेको छ। अनि त्यस्तै गरी हाम्रो राष्ट्रिय लालीगुराँस पनि फुलिरहेको छ। म तपाईँहरूलाई केही झल्कहरू देखाउने छु, हेर्दै गर्नुहोला। यो चाहिँ हाम्रो आउन यो चाहिँ हाम्रो गुम्फा जाने बाटो। यो चाहिँ लालीगुराँस है, फुलेर पनि सबै सकिसक्यो रहेछ। एकदम राम्रो देख्यो होला सायद, त्यतिखेर आउन भ्याएन। हेर्दै जानु होला। यो चाहिँ लालीगुराँस कति राम्रो फुलिरहेको छ। अब यो चैत वैशाखमा चाहिँ यता काफल पनि फल्छ है गाइस। अब यता चाहिँ लामा गाउँ जानु यो चाहिँ हाम्रो होइन गुम्बा यही हो कि प्यालजुङको गुम्बा। यहाँ चाहिँ म माथि चढेर हजुरहरूलाई देखाउँछु। अब यही हो, यतिको भाग छ। यो भित्र अलिक हल्का ढङ्गले थोरै भित्र छ है गाइस। यति भन्दै यता चाहिँ हाम्रो पहिलाको जोगीहरूको नाम है, गणपत गिरी। एकदम राम्रो फुलेको छ। त्यतिखेर गर्न पाएन कि टिप्न सक्दैन, तर पनि टिप्नुहुन्न हाम्रो राष्ट्रिय फुल लालीगुराँसलाई। यो चाहिँ गुम्फा जाने बाटो है, गेट है। एकदम हाम्रो राम्रो तरिकाले बनाएको छ। हाम्रो गाउँ समाजले, हाम्रो प्यालजुङ गाउँले एकदम गर्व लाग्छ। यतिको राम्रो यो वनमा है, यतिको राम्रो बनाउनु भनेको एकदम राम्रो हो। यो चाहिँ है कुनै मान्छेहरू आवत जावत गर्दाखेरि, घुम्न आउँदाखेरि बस्ने ठाउँ है। एकदम पानी पर्दा, घाम लाग्दा विश्राम गर्ने ठाउँ एकदम राम्रो छ। हजुरहरू घुम्न आयो भने, थकाइ लाग्यो भने यहाँ बस्न सक्नुहुन्छ। अनि बसेर यताबाट गुम्फा जान सक्नुहुन्छ। यो चाहिँ है हाम्रो बाजेहरू डेथ भएर यहाँ ल्याएर पोल्ने गर्छ। अनि उनीहरूको लागि यस्तो हल्का यसलाई चाहिँ हाम्रो गुरुङ भाषाबाट मने भन्छ, मने बनाएर राखेको हुन्छ है। यो चाहिँ हाम्रो बाजेहरूको, हाम्रो पुर्खैदेखि चलिआएको मान्छेहरू मृत्यु हुँदाखेरि यहाँ ल्याएर राखेको हुन्छ है। यो चाहिँ यता हाम्रो बस प्याक होइन, यता पाउँदीबाट आएर यसरी यहाँ बस प्याक छ। त्यो नयाँ गाउँ भन्छ, त्यो नयाँ गाउँबाट यसरी रोड पनि छ साथै। अनि त्यसरी आएर यता चाहिँ गुम्फा जाने बाटो है साथीहरू। अनि त्यसै गरी यो चाहिँ चौथारा, विश्राम गर्ने ठाउँ। दाउरा घाँस गरे होइन, विश्राम गर्ने ठाउँ। यहाँ घुम्न गयो भने विश्राम गर्ने ठाउँ। यताबाट चाहिँ हाम्रो टोल प्लोमेटोल, यहाँ माथि क्रमेटोल बाटो आउने बाटो हो। अनि गाउँको मान्छेहरू पनि आउने बाटो हो, दाउरा घाँस गर्न आउने बाटो हो। यहाँ चाहिँ काफल है, काफल छ है अहिले त अमिलो भएछ। अर्ग्यानिक फलफुल। यो चाहिँ हामी सानोको बेलामा खेल्ने। हेलो गाइस, यो चाहिँ हामी सानोमा खेल्ने गुच्चा है। बाख्रा चराउन जाँदाखेरि
सम्झ्या होला नि साथीहरू हेर्नु मेरो भ्लग गुच्चा खेलेको याद छ होला नि हेलो गाइस म चाहिँ अहिले आएको छु घरे डाँडामा यो घरे डाँडाबाट चाहिँ हाम्रो गाउँ है प्यार्जुङ गाउँ त्यहाँ देऊ साथी प्यार्जुङ गाउँ कतिको राम्रो छ हेर्नु होला त्यो पारी गाउँ चाहिँ त्यो गोर्खा है गोर्खा र लमजुङको सिमाना चाहिँ मर्सेन्डी खोला प्यार्जुङ गाउँ चाहिँ एकदम ठुलो छ है गाइस यसलाई चाहिँ घरे डाँडा भन्छ घरे डाँडा त्यो माथिको चाहिँ गौडा 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 मेरो गाउँको सेरोफेरोहरू देखाएर हजुरहरूलाई मेरो भिडियो प्रस्तुत गरेको छु हजुरहरूले चाहिँ हेरिदिनु होला लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला भन्दै म आज चाहिँ बिदा माग्न चाहन्छु फेरि यस्तै भिडियो ल्याउन पनि चाहन्छु भन्दै हजुरहरू नमस्ते धन्यवाद।